Hello everyone, so once again back to Sobi Screen. म पुष्पम पुरासाइनी र म सबिना ढुङ्गाना हजुरहरुकै प्यारी हजुरहरुलाई हाम्रो भिडियो के कस्तो लागिरहेछ हेरेर प्रतिक्रिया दिनु नबिर्सिनु होला अनि अब भिडियो स्टार्ट गर्छौं हामीसँगै हजुरहरु आज गणेश जिडीको आई थिंक यो स्कुल कलेज क्रस त्यस्तै के थियो क्रस विथ प्रिन्सिपल को छोरीले जिडी को दिल कसरी चरी सो यो भन्दै हामी भिडियो स्टार्ट गर्न गइरहेका छौं हजुरहरुले पनि हामीसँग हेरेर रमाइलो लिनु होला टिड्यौ खै भने न त बुढी आज टिड्यौ भनेर स्टार्ट गरौँ न Okay, here we go. Let's start. GD Production, Dad Production, right? Oh, full partner. Rap Mandu. स्कुल जाँदाखेरि चाहिँ कोही जाँदैन हौ कलेज फटा चुरो खाने हो भर भाले तर भाले तैँले चाहिँ मलाई हात चाहिँ किन उठाइस् डन्डा दिएन नभए डन्डै उठाउँथे फर्स्टमा तर हो स्टार्टिङमा मात्रै होला यो पालेहरू नि पालेहरू त के भन्नु पाले दाइहरू हैन पाले दाइ नि भन्न मिल्दैन गाड दाइहरू पाल्दैन अहिले गाड्दै पहिला त स्ट्रिकै हुन्छ अनि पछि भएपछि चाहिँ लेडिजहरूले त त्यस्तो हुँदैन हैन गफसफ लाएर मिल्छ त्यो केटाहरु जिग्रिन्छन् फेरि खतरा पाराले टोयलेट सफा नगरे धेरै दिन बारेछ ल्याउमा चिप्लिनु हो कुरा गर्न परिहाल्यो नि पाले दाजु अब मोटामोटी कुरा त्यही हो शिव ब्रो स्टुडेन्ट चाहिँ उ जस्तो के कोअर्डिनेटर जस्तो हुन्छ नि बोल्ने भने स्टप गर्ने नि बोल्ने के बडी ओके यो रात भर गरी गरेको सुन्दैछु कि गरेको भनेर भनेको छैन नि त यो चाहिँ ओभरै हो यस्तो चाहिँ कसरी भन्छ कसले चाहिँ टिचरसँग जाँड खाएर भन्छ अब यहाँ के हुँदैछ आज हेर कुरा नबिर्सिनु सर एलन बक्सलाई पनि सरले यसरी नै निकालेको के भयो थियो ओली पनि हात पढे अर्को कुरा नबिर्सिनु सर कसरी हाँस्यो जियोस् भाइको जस्तो स्ल्याक चाहिँ कलेजमा कसै समझ्दैन अपोलो धेरै दुईटा लेडिज छ हालेको चिया के दुधको चिया भनेको के दिदी दुधको चिया भनेको हामी कहाँ थियौँ रे हामी हालेको चियामा थियौँ दिदी हेर्नु नि कलेज टप हान्यो भनेर फुकेर हिँड्नु आफ्नो आफ्नो फुक्यो भाइ यसले पनि त हामी जतिको गाजा बनाउन सक्दैन कुरा लाउने गाजा बनाउने हैन गाजा रोल गर्ने कुरा लाउने गयो होला के सर त जिडी ग्याङहरू ग्यारेजको कुरा गर्दैछ के रे कस्तो त्यसलाई कस्तो यार प्रिन्सिपलको त एटलिस्ट पेन छुट्टियोस् न त्यसमा त स्प्रिङ एट्याच छ त यार दिदी एउटा भिडियो खेल्ने केटीसँग तपाईको अनुहार मिल्छ है Naughty America. बोलाइहाल्छ नि प्रिन्सिपल सरसँग जो उठ्न बसन्छ कलेजमा डोनेसन चाहिरहेको होला म हल्का डोनेसन लिएर आउँछु नि त है यस सर त गाजा खान्छस् त्यो हिमाली बेग बोरातिरको हो भने खाइदिउँ न त सर मेरो गुन्डागर्दी अलिक बढी नै भयो भाइ सर पहिलाभन्दा कम भयो नि हाम्रै पाराले पहिलाको प्रिन्सिपलले छाडेर अहिले मोन्टेसरीमा पढाउँदैछ त
त कलेजमा गाजा खाने कुरा गर्छस् अब त्यही हो सर ब्राउनसम्म पुग्न सकिएन अब गाजाले चाहिँ एकदमै मेमोरी पावर चाहिँ बढाउँछ कि सर ल ल ल अन भीमसेन थापाले धरा कहिले बनाए पहिलो कुरो त धर्रा भीमसेन थापाले बनाएन मिस्त्रीले बनायो यो काम गर्ने कालो मगी खाने भालु जस्तो कुरा भयो यो तल्लो लेभलको मजदुरहरूको कुरा किन उठ्दैन कि यो कुरा ज्ञानेन्द्र साईले सदनमा उठाउनु पर्छ प्रिन्सिपल तपाईँलाई त्यस्तै छ के हो जुत्ताले कुद्नु लाग्यो नाइस शट त्यत्रो बिल्डअप गरेर लास्ट आएर एक जुत्ता मात्र हानिदिएर आयो नि बेबी नाइस शट भन्दा मिलेको मिलेन सर्ट त मिल्यो सर्ट हानिदियो एउटा कुरा नबिर्सिनु सर एपी ओलीलाई पनि सरले यसरी नै पड्काथ्यो अर्को कुरा पनि नबिर्सिनु सर ट्याट्टै बिर्सेँ भोलि भन्छु सही हो टेन्सन भयो टेन्सन दाजु गालामा त 9 नम्बर पो छ त अब प्रिन्सिपल सरले 10 वटा क्वेसन सोध्नु भएको थियो 9 वटा मिलाइयो दिदी 2 कप लेडिज तर अब यो पटक चाहिँ नहालेको है काठमाडौँ सहर प्रिन्सिपल सरलाई कम्प्लेन गर्ने त यो लेममा डरै छैन यसलाई त अघि पसल साउने उयो होइन अब तपाईँले गाली गरेर ओहो बुवाई फ्रेन्ड एकदम सरी अलिकति होप्राक्दै क्या जिडीलाई को सुन्दरी हो यो बाहिरबाट निकाल यो मान्छे कस्तो उस्तम र शैली जस्तो देखिरहेको यो हल्का फुल्का सेक्युरिटीबाट बाहिर निकाल्छ घर त प्रिन्सिपलतिर गयो त केटा हो प्रिन्सिपलको छोरो हो दाजु आज मात्र अर्को कलेजबाट सिट पाएको त्यो घरभूमिमा फुल चाहिँ कसरी फुलेछ फक्रक के दाजु मरुभूमि लभ गर्दा फास्ट फास्ट बेबी हजुरको नि यस्तै भइदियो गीत बजेन मेरोबाट मनमा नै मनमा लभ चाहिँ कस्तो पारेको भनेर थोरितको पार्दैन एकैछिन होइन गुड मर्निङ सर ओहो ह्याभ अ गुड डे सर ड्रास्टिक चेन्ज वाह पढाएको बुझिरहेछ बुझिरहेछौ ओ फकिङ नयाँ आउने साथीहरूलाई चाहिँ कस्तो लागिरहेछ उहाँहरूलाई सोधौँ न पढेको मिल्छस् मेरो थापाले धरा कहिले बनाएको 1881 बिहास अचम्म भन्दा पनि हिस्ट्रीमा अलिकति इन्ट्रेस्टेड नै हो कि मजाले बुझिने नि है पहिला कुन कलेजमा पढ्नुहुन्थ्यो ए साबिलको होइन कलङ्की एक्सक्युज मी सर घरै बनाउनु आएको फेरि अचम्म भन्दा पनि हिस्ट्रीमा अलिकति इन्ट्रेस्टेड नै हो कि सर अचम्मै लाग्यो सरको अगाडि सो अप मर्यो गुड इन्टेन्सन पाउनु पर्न केटाहरूले सुन्जान्छ भने होइन यो माटो जस्तो मान्छे एकाएक कसरी चेन्ज भयो 9 नम्बरको जुत्ता खाएर
नडराउन दिन्छु अब त हामी उस्तै हो नि टेन्सनको विषय छैन सबैलाई नै हेरेर हेरी हेर्छ नि मरिले जिन्दगीभरि हेर्छु लास्टमा त्यो चाहिँ अर्कै हुन्छ जस्तो छ के खै थाहा छैन अब हेरौँ यो रोज होइन नि केटा यो चाहिँ सूर्यमुखी हो त ठुलै हो नि दाजु जे भए पनि सूर्यमुखी त्यो पनि अझ एउटा मात्र तिमीलाई एउटा कुरा भन्छु हिस्ट्रीमा केही पनि प्रब्लम भयो मलाई सोध ल तिम्रो लागि सजाइदौला भने तिमी नाच्दैनौ वा सपना यस्तै छ पण्डितजी मेरो हात हेर्नु पऱ्यो पण्डित हात तिम्रो त हात हुने क्या देखेन त बाबु यो हात हल्का बढी खपत हुन्छ यो हेर तिम्रो आयुमा नजाउन पण्डितजी बरु यो दुईटा गेट हेर्नु त के छ म्याचिङ छ आयु कुण्डली सुण्डली हेर्नु त के छ ए पुरै म्याचिङ छ तिम्रो के भने केटी नै यही हो 200%कै यो छ बाबु ठ्याक्कै मिलाउनु त गुरुजी 200% त योग छ भन्नुभयो त्यही पल्ला गरेर प्रिन्सिपल सुभाषको छोरी त हुने हल्का जोत्यो आज बोक्ने यो फुलमा पहिले सुरु भमरा घुमिरहेको छ बायोडाटा निकाल यसको बायोडाटा निकाल यसको हिसाब किताब हुन्छ 500 रुपियाँमा बायोडाटा बेच्ने मान्छे पण्डितजी ठुलो सङ्कट आइपर्यो यो दुईटा जन्ममिति मिल्ने सम्भावना कति छ हेरिदिनु पर्यो पटक्कै मिल्दैन सम्भावना खाली मिल्ने भनेको तिमी थ्याङ्क यू पण्डितजी ढोङ्गीजीको पारी त 50 सालको जस्तै होइन 550 निकालेर 500 हालिदिएको प्रिन्सिपलकी छोरी मेरै भाग्यमा लेखा छ हो केटा ढुक्का छु बेको विदेश जाने भयो होइन बेको वाला केको खुसियाली हो छोरीको भिजा लाग्यो न अस्ट्रेलियाको वाह ठिक छ नि गएर गऱ्यो भन्छ त्यो त लड्डु खाने बेला हानी गरिन्छ बेबी छोरीको चपाउन भिजा लाग्यो लागि। न अस्ट्रेलियाको भिजा लाग्यो न अरू काम हुन्छ नि त भिजा लाग्यो न अस्ट्रेलियाको सपना भिजा लाग्यो न अस्ट्रेलियाको यस्तो टेन्सन भइरहेछ केटा मलाई यहाँ यी जाने भाउजी टेन्सन भयो केटा टेन्सन भयो होटेल खोज अब खाना त केटा ओडी नै खान मन थियो नि बजेटले भ्याएन लक्कले खाइदियो कमर्सको भाषामा फाइनेन्सियल क्राइसिस भन्छ अब दाजै सानो ठुलो कुरा फ्याटेको पुच्चेले सजेसन दियो पनि नभन्नु होला अग्रिम माफी माग्दै एउटा सजेसन दिन चाहन्छु तपाईँले यो देश छोड्दा कस्तो होला के भरे लाग्यो क्या अब सानो मुख ठुलो कुरा हेरेर हेरे अब सानो मुख ठुलो कुरा फ्याक्टै फुच्चेले सजेसन दियो पनि नभन्नु होला बुवा अग्रिम माफी माग्दै एउटा सजेसन दिन चाहे मैले देश छोड्दा कस्तो होला कतारै जान्दैछ क्या कि मलेसिया कपडा बढ्ने बिग्रिसेर अब विदेश गएर मात्रै सुनिरहेको छु ना बाबा अब हामी जस्तो युवा नै विदेश गएपछि देश कसले बनाउने देश त बनाउनु पर्यो नि त हामी जस्तोले पहिला त यस्तो भन्दिस् त
सोचाइ भनेको परिवर्तनशील हुँदो रहेछ कि बुवा मलाई अति नाजुक लाग्छ देशको अवस्था देखेर हुन गाह्रो के गा सर्वला दिदीको छोराले चाहिँ चिया पसल गरेर अहिले कहाँ पुगेछ अहिले त्यही चिया पसल नचलेर खाडीतिर पुगिसक्यो कहिले? यो कहानी लामो छ बुवा बरु त्यहाँ काइला दाईको छोराले अस्ट्रेलिया गएको 1 महिना पनि भएको छैन घर लगाइसक्यो घनश्याम दाईको छोराले त आफ्नो बाउलाई 10वटै औँलामा सुनको औँठी ला लोभ त खतरा देखायो त केटाले त बाहिर जान्ला होला यतिको गफलाई चाहिँ बाले पठाउन सक्ने चान्सेस धेरै छ है। अस्ट्रेलिया चाहिँ होइन छोरो दुबई कतातिर भन्छस् भने चाहिँ अब बुवा डलर भने डलरै हो हेर्छस् न 1 डलरको नेपाली मूल्य 138 रुपियाँ हुन्छ ताल परे 140 नै पुग्ला त्यही माथि रमेश अङ्कलको छोराले त झन् 10वटामा यी प्लानेट बाउलाई फकै छोड हजुरलाई अब अरू के बुझ्नु छ र अब पैसा भनेको जति भए नि पुग्दैन म्याम तपाईँले चाहिँ एउटा प्रश्न हजुर सोध्नुहोस् न यो अस्ट्रेलियामा मेरो लपसप पर्यो भने यो डेटिङ सेटिङ जान पाउने पुलिसको रोकथोक के छ पहिला प्रोसेस त सुरु गरौँ सर हो प्रोसेसमा जाउँ नि त 1 2 3 डकुमेन्ट पनि त्यत्रो धेरै हौ हुन्छ त अनि भिजा लाग्थ्यो कङ्ग्रेचुलेसन सर हजुरको अस्ट्रेलियाको भिजा लाग्यो गाईको भिसा लाग्यो भिसा लाग्यो यस केटी जान्न होला कि मलाई त्यतिसम्म लाग्छ त्यस्तो लाग्यो मलाई पनि सबजना यो जान लाग्यो खुसी मनाइरहेको सोच्छ कि त्यस्तै लाग्यो मलाई नि यार तपाईँ त लड्डु नै खानु प्रिन्सिपलहरू चाहिँ यस्तै गर्छन् कि आउने सक्छ छैन छैन एउटा कङ्ग्रेचुलेसन तिमीले दिन गन्दै सोचिरहन्छु म त्यो दिनभरि सधैँको मनलाई यसले यो भिडियोभरिमा यो गीत पुरै बजाउनु भयो जस्तो पदेला छ कङ्ग्रेचुलेसन अस्ट्रेलियाको भिजा लागेकोमा थ्याङ्क यू तिमीलाई पनि भिसाको लागि कङ्ग्रेस है थ्याङ्क्स बाहिर भिजा चाहिँ मेरो होइन मेरो दिदीको लागेको अब के हो अब के हो अब गणेशजीले के हो वेट टु बी कन्टिन्यू भने पार्टी पनि सपना त्यसै। हजार दिनु पर्दैन मलाई आज सपनाले खत्रै गरेर छ सपना मात्र भन्नु छ त अघिदेखि नै सो कस्तो लाग्यो त तिमीलाई अस्ट्रेलियाको भिजा प्रिन्सिपल रहर हुँदा हुँदै म अस्ट्रेलिया जान पाएको छुइनँ प्रिन्सिपलको छोरी पट्याएको खुसियालीमा अस्ट्रेलिया गयो जिडी सो यो भन्दै हाम्रो आजको भिडियो यहीँनिर समाप्त हुन्छ टु बी कन्टिन्यू लेखेको भिडियो छ सो फेरि पनि यो हामी कन्टिन्यू गर्छौँ कन्टिन्यू गर्छौँ स्योर अनि हस् फेरि त धन्यवाद अहिलेको लागि चाहिँ टाटा बाई 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 चुस